हेलो गाइस, आज चाहिँ हामी नयाँ ब्लग लिएर आएको छ है। म चाहिँ र आज हाम्रो ब्लग चाहिँ के हुन्छ भन्दा चाहिँ आज हाम्रो ब्लग चाहिँ कलेजको हुन्छ है। किनभने चाहिँ आज हाम्रो कलेजमा फाइनल हो, फाइनल हो फेस्टको है। र फेस्टमा चाहिँ आज फाइनलमा चाहिँ 6th सेमिस्टरको बोलाएको छ हामीलाई है। अन्त गाइस आज चाहिँ हाम्रो म पनि फुटबल खेलेको थिएँ है। आज फेस्टमा फुटबल खेलेको थियो फिजिकल एडुकेसनबाट। र हामी चाहिँ फाइनल पुगेर फाइनलिस्ट पनि भयो। अन्त आज हामीलाई चाहिँ सर्टिफिकेट मेडलहरू डिस्ट्रिब्युट गर्छ है। त्यही भएर म गएको आज। अन्त चाहिँ तपाईँ पनि हुनुहुन्छ, हामीहरू चाहिँ गाइस हामी चाहिँ जाँदैछ कलेज है। हाम्रो रुमदेखि चाहिँ कलेज त्यस्तै 20 मिनटहरू लाग्छ है हिँडेर जानु चाहिँ। अन्त हामी चाहिँ हिँडेर जाँदैछ, कस्तो घाम लागिरहेछ हो। गाइस हाम्रो चाहिँ यस्तो छ, हेर्नुहोस् है, कलेज जाने बाटो चाहिँ यस्तो छ है। गरममा मर्नुहुन्छ। यो जग्गाको नाम चाहिँ फेयर बस्ती हो। अन्त चाहिँ राम्रो छ जग्गा है। आसु कस्तो छ जग्गा भन्दा? यस्तो गरममा पनि ब्लेजर लगाएर छु मैले चाहिँ। मलाई चाहिँ लाउनु मन छैन, तर हामीलाई आज कलेजमा चाहिँ त्यो सर्टिफिकेटहरू रिसिभ गर्दाखेरि चाहिँ ब्लेजर लगाएर आउनु भनेको छ नि त सबैलाई। त्यही भएर लगाएको। स्वेटरमै आउँथेको पनि है। आजको वेदर हेर्नुहोस् त कस्तो दामी छ है गाइस। हेर्नुहोस् न चाहिँ मोनेस्ट्री दामी छ हिजोस्ति भन्नेको। गाइस हामी चाहिँ रेसनलाई पर्खिरहेको छौँ होइन। ढिलो भइसक्यो कि आउँदैन। गाइस हामीलाई ढिलो भइसक्यो अलरेडी होइन। अहिलेदेखि पर्खेको होइन, कल गरेर पर्खिनु भन्छ। पर्खेको अहिलेसम्म आएको छैन होइन। बाटोमै हरायो। आशिष भनेको चाहिँ के हो? आशिष के सेवा के हो गाइस? घर आशिष भनेको चाहिँ के हो गाइस? तपाईँलाई थाहा छैन प्लिज मलाई भनिदिनु, मलाई थाहै छैन घर। गाइस साथीले फेरि कल गरेको थियो होइन, छिटो आइज भन्छ होइन। सिट भोलि सक्यो अरे। अब सिट भोलिसक्यो भने चाहिँ कहाँ बस्नु गाइस? हेर्नु मजा आउँदैन। म त बस्दिनँ भुइँमा चाहिँ, यस्तो साह्रो पर्ने चाहिँ। अन्त सिटै छैन, सबै भोलिसक्यो भन्दैछ गाइस। अन्त हामी छिटो जाँदैछ, केही छैन तर नि हामी नै हो ढिलो गर्ने चाहिँ। त हिँड्दै गरेको चाहिँ डन हो। कहाँको डन हो? घरको। केही हामी चाहिँ पुग्यो। यस्तो लगाइछ पुरा झिलिली हाउडे नक्क हाउडे झिलिली त झन्। खोइ उयो चाहिँ बसिन्थ्यो चाहिँ आइडी कार्ड। ल आइडी कार्ड साथी, आइडी कार्ड मलाई पो देखाउँछ त यसले त। पुरा देख्दा हुन्छ। जा तँलाई भेरिफाइड। ला गाइस पुरा भरिसकेछ। ओ क्रिस्टी बसन्ती खोइ? बसन्ती मलाई थाहा छैन। बसन्ती गाइस चाहिँ मेरो साथी हो होइन। सिट हेरिराख्ला भनेको दुईवटा मात्रै सिट हेरेको छैन। मेरो चाहिँ आफ्नो यहाँ बसिरहेको छ। गाइस पुरा गरम भयो है। के भन्छ मेरो भ्लगमा तपाईँलाई? सब्सक्राइब गरिदिनुहोस् होला उसको ब्लगलाई, लाइक सेयर कमेन्ट पनि गरिदिनुहोस् होला। ल गाइस केही सुन्दैन रहेछ तर हल्ला बेसी भएर। गाइस यो चाहिँ हाम्रो लन्चको टोकन हो है। केही नखाएको कहिले पाउने भइसक्यो। अहिले दिएको पनि राम्रो हुन्छ नि। गाइस फाइनली सकेर चाहिँ अब प्राइस डिस्ट्रिब्युसन हुन्छ है।
भने चाहिँ अब हामी पनि जानुपर्छ थाप्नु होइन गाइस। लाइन बसिरहेको छ है। हामी चाहिँ गाइस भोक लागेर पुरा साह्रो परिसक्यो होइन। प्याक लन्च पर्खिरहेको छ। हामी चाहिँ सबै रिसिभ गरेर बाहिर प्याक लन्च पर्खिरहेको छ है। तिमी पनि पर्खिरहेको होइन? पानी परिसक्यो। We are waiting for pack lunch. टोकन बोकेर बसिरहेको छ गाइस। टोकन तिमीलाई कस्तो लाग्यो होला आज मलाई खुसी लाग्यो किनभने आफ्नो सकेको हुन्छ र थर्ड इयर पनि हामीले लगेर गएको 3 इयर्स लगातार है हामीले। नपता के भन्नु छ तिमी? हेलो गाइस, हामीले चाहिँ आज गोल्ड मेडल पायो है हामीले। पाएको छ हैन। सुनारकोमा बेच्न जानु मात्रै बाँकी रहेको छ। म जाउँ। अरु के भन्नु छ तपाईलाई? अन्त जितेको छ हामीले 3 सालको लेगेसी राखेको छ हामीले जितेर। एलेक्स यता हेर न। एलेक्स यता हेर न। के भन्नु छ तिमीलाई? गाइस उहाँको च्यानललाई सब्स्क्राइब गरिदेऊ। हामीले जितेको छौँ, हामी जान्छौँ। यो चाहिँ हामी रानीपुल भिजा सबै क्यामेरा लिएर यहाँ आउनुहोस्। किन यहाँ आउनुहोस्? उहाँको भिजा क्यान्सल भएको छ जस्ट बिकज अफ हर फोटो हो। जस्ट बिकज मेरो हेर्न के सारो टेक्नोलोजी ओए भइद के गरेको गाइस तिनीले के गाइस हामीले चाहिँ आज ट्रफीहरु है पायो। गोल्ड मेडल पनि पायो गाइस हामीले चाहिँ। हेर्नुस् कस्तो लाग्यो तिमीलाई? यो चाहिँ मेहनत हो गाइस हैन। शरम लाग्यो। तिमीलाई भन। कस्तो लाग्यो? पुरै पुरै खुसी लाग्यो सबिना तिमीलाई सिल्भर पाएर कस्तो लाग्यो? हाम्रोमा चाहिँ ह्यान्डसम हेर्छ बोइसहरू पनि छ। हेर्नुहोस् सोनम कस्तो लाग्यो तिमीलाई सर्टिफिकेट पाएर? तिम्रो हो? यहाँ चाहिँ स्टलहरू छ है हाम्रो। ल सोनम एउटा किनिदेऊ न मलाई। ओ क्युट क्युट छ सोनम। पोलिटिकल साइन्स गर्छ गाइस यो चाहिँ। सोनम किन्ने? किनिदेऊ न, हामीले पनि किनिदेऊ। तिमी चिन न कस्तो क्युट क्युट रहेछ। एउटा उयो चाहिँ किनिदेऊ न पिङमाला। बो असाध्यै दामी छ गाइस। हेर्नु चाहिँ कोही फिदा भयो तपाईँहरू कोही फिदा छ भने चाहिँ भन्नुहोस् है मलाई ल। 2 जनाको हँसाइमा चाहिँ। औ राम्रो बोक न ट्रफी तिमी चाहिँ। गएको अरे औ काटा बोकेछ त तिमीले? काटा बोकेछ गरे त। इन्स्पायर बाइ मेसी यसो गरेर यस्तो त गरिदिन्छ लाग्दो यो ट्रफी हेर्नु न बुट्टा है। गाइस फाइनली हामीले प्याक लन्च थाप्यो है। ढुक्कै भयो यसलाई पनि ढुक्कै भयो है। अब खाइन्छ। हजुर कहिले खानुहुन्छ? अब हेर्नुहोस् न के के रहेछ तपाईँलाई। यतापट्टि आउने यतापट्टि आउने बस यतापट्टि रहेछ नि। हेर्नुहोस् त हेर्नुहोस् के रहेछ। केही चिन्दैन मैले यसबाट फ्रुटी मात्रै चिन्छु। एकछिन देखा त अब चाहिँ हाम्रो प्याक लन्च अब चाहिँ फेरि सक्यो है। हामी सबै रिसिभ गऱ्यो होइन।
मेडलहरू थाप्यो है सर्टिफिकेटहरू थाप्यो अन्त कहाँ यहाँ यता हुनुहुन्छ सबिना राई उसको पनि च्यानल छ है तपाईँहरूले गएर चेक गरिदिनुहोस् हो कि होइन त के छ नम्बर डिस्क्रिप्सनमा हालिदिन्छ म हालिदिन्छु गाइस तपाईँ त्यहाँ ल गाइस अब म चाहिँ मेरो भ्लगलाई चाहिँ यति नै राख्न चाहन्छु है गाइस मेरो ब्याट्री पनि पुरा फोन हेर न गाइस मेरो चाहिँ ब्याट्री पनि सक्नु आँट्यो होइन 5% मात्रै छ त्यही भएर म चाहिँ अब बेसी गर्नु पाइनँ मैले भिडियो गाइस आज चाहिँ यति राख्छु है तपाईँहरूलाई ओके बाई बाई नेक्स्ट भिडियोमा भेट्यौँ बाई बाई